बाम 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 ल फेरि अब अर्को लहरे तान्दैछ आय 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 दुईटा 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 नगर्नु माथि नगर्नु दुईटा आयो दुईटा 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 थिचा 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 ए ढाड मान्न कोपे मा कति परेको 7 वटा होइन सबै खानु न सबै खानु सातवटा बाम पऱ्यो एउटा भोटी एक लटमा 7वटा परेको बिस्तारै पर्दैछ माछाहरू दिनभरिको माछा 5-6वटा भाइले एउटा हेलो एभ्रिवान नमस्ते सबैजनालाई स्वागत छ मेरो न्यू ब्लगमा आज चाहिँ हामी बल्छी माछा मार्न लाग्यो भाइहरू छौँ भाइहरूसँग त्यही हुन्छ त्यही हो के कस्तो हुन्छ भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्दै आजको ब्लग सुरु गर्न चाहन्छु हामी चाहिँ अहिले खोलामा आइसक्यो अब खोलामा आइसक्यो अब जाने कुरा हुँदैछ त्यही हो आज चाहिँ बल्छीमा हो कति नाइट थाप्ने आज यसो दिनमा आइदिउँ भनेर आइदिएको एउटा भाइ ब्लगमा स्वागत छ सक्यो यार लाइक या सब्सक्राइब भन्दैन यार त्यही हो त्यति सक्नुहुन्छ ऊ भाइहरू अगाडि 2जना अगाडि गइसक्यो हामी चाहिँ पछपछि अहिले चाहिँ बाम पर्ने सिजन हो पनि सक्नुहुन्छ त्यही हो अब एकैचोटि अब खोलामा अब थाप्ने बनाएर देखाउँछु अब एकचोटि झ्याप बनाएर आज चाहिँ मैले धेरै लङ टाइम पछि बल्ल भिडियो बनाउँदैछु त्यही हो अब यस्तो कन्टेन्टै पाएन अब कतै गइन्न अब कन्टेन्टै पाएन त्यही भएर भिडियो पनि अलिक ढिलो आइरहेको छ अब चाहिँ कन्टिन्यू भिडियोहरू आउँछ त्यही हो अब माछा मारेको अब भिडियोहरू आउँछ कन्टिन्यू आउँछ एक दुई दिन ग्यापमा आइरहन्छ अब त्यस्तो धेरै साह्रै ग्याप त हुँदैन जस हामी खोलाको अब जस त्यो त हामी मार्ने हुन्छ नि त्यो ठाउँमा चाहिँ आउनु लागिसक्यो अब हाम्रो फर्स्ट टार्गेट त्यहाँ हो अब के कस्तो हुन्छ त्यहाँ गएपछि थाहा हुन्छ अब के कति पर्छ पर्ने बेला त हो क्या अरे हाम्रो प्याउटे भाइ हेलो गाइस दाइको आइडीलाई सब्सक्राइब गरिदिनु होला च्यानलमा है लाइक सेयर कमेन्ट सबै गरिदिनु होला दामी पारामा भाइहरू अगाडि पुगिसक्यो स्टेसनमा अब त्यही हो यस्तै हो अब एकैचोटि अब माछा परेपछि देखाउँछु अब
बाम आयो बाम 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 त्यसले बेड्छ कि त्यहाँ हेर्नु बेड्छ बाम परिसक्यो यहाँ सुरुवात भइसक्यो आरो ठिकै छ नि नखरे बाम परिसक्यो टाढै बाम ल फेरि अब अर्को लहरे तान्दैछ आय 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 दुईटा नगर्नु माथि नगर्नु दुईटा आयो दुईटा थिचा ढाड ए भगवान् ढाड मार्न खाले कोपे मार्ला दुईटा परिसक्यो फेरि दुईटा दुईटा परे भएन स्योर भन्दा अर्को निक्ल्यो अरू निकाल्ने हो थिचा नै छ तल थिचा लहरे बिल्जाउँछ कि एउटा बेला यहाँ मारिसक्यो त्यसो नि अर्को झिक्दैछ यहाँ फेरि यसमा छैन यसमा छैन सजिलो भयो कि आज लकी हो क्या दुईटा झिके दुईटामा झार्दै त तर फेरि मैले सबै लहरे धुन आउँछु फेरि यस्तै पारिस भयो नि त बस दुईटा बाम परिसक्यो दुईटा बाम लगाएर बाम पर्न सुरु भइसक्यो गाइस अब त्यही हो बेलुकासम्म के कति हुन्छ हेर्दै जाउँ जस्तो छ है राम्रो गाइस झार मासु चाहिँ उति परिसक्यो एउटा उति मासु देख्यो माछा उताको अब भर्खर पारेर ल्याएको देखेँ कतिले परेको 7 वटा हैन सबै खानु सबै खानु सातवटा बाम पर्यो एउटा भोटी एक लटमा 7 वटा परेको
बिस्तारै पर्दैछ माछाहरू यस्तो खोला चाहिँ ऊ त केटाहरू पनि मारेर हो सन्देश भाइ पूजनहरू हामी चाहिँ यहाँ दुईजना कतिवटा ब्याड भाइ हो बास त्यति राख्छ 2 4 6 8 10 12 14वटा भइसक्यो यो गाइस गर्मी छ घाम लाहा माछा नि परेर रहर नि लागिरह मजा नि आइरह घाम पनि लास्टै लागिरह जस रमाइलो भयो फेरि माछा पऱ्यो भने फेरि देखाउँछ भर्खरै यहाँ एउटा भोटी बामबाट परिसक्यो कडलले टुप्पोमा हाल्दै भोटी कत्रो भोटी है हाल्न जोला आता जर अन्य कोपी हो गया आधी आधी हट घर वाले के पागल से चाहिँ अहिले परेन भोटी कतिवटा भयो हाम्रो यार 3टा भयो क्या एउटा 2टा 3टा भोटी भइसक्यो चट्टो लगाएर यसरी सिलमा उन्न पर्यो भरे आउँछ भाइ भरे आउँछ बस देख्नु सक्नुहुन्छ कति भाइ 1.5 किलो भयो 1.5 किलो छ क्या यार 1.5 किलो छ यार गाइस माछा पर्दै बल्ल बिस्तारै बिस्तारै प्रायःले थुक्दैछ अझै पनि ल अर्को इसमें पर्ने गरे भिडियो लहरी आयो भिडियो लहरी आयो हैन
अर्को लरी नि आएको 200 सब्स्क्राइबर भएको च्यानल डिलिट हान्छु ल अब त्यसमा पर्नु अनि अलिक त लरेर जान न अलिकति यहाँ अल्झिन्छ क्या फेरि यता कहाँ फाप्यो थियो र खै प्याडो भएर कसरी हाने कमेल हो फोटो थंबनेल रे बोसाठी भिडियो वह प्याडो भाइ जुर अच्छा ओरिजिनल अन्त परिसक्यो बाल भइसक्यो भएर सिक्छ कति 1.5 किलो हो 1.5 किलो बढिसक्यो होइन आन्द्रा फालेको नि आज चाहिँ आज चाहिँ रमाइलो भयो जो सक्सेस भयो यहाँ हाम्रो धेरै हाइजेस मार्ने सचिन गुरुङ प्याउटे भाइ मारेको मारे माटेको मारे आफू जस्तैखेरि भोटी मारेको मारे अब चाहिँ घरमा गयो हामी चाहिँ छोटो आएर अब चाहिँ काटकुट पनि गर्नु पर्दैन सिधै फ्राई हान्छु होइन एउटा दुई फ्राई हान्छु जुरमा हाल्नु माछा फ्राई अब चाहिँ हामी चिकन खाइयो आजको दिनभरिको माछा 5-6वटा भाइले लग्यो अरू चाहिँ हामीले ल्यायो कमाल भन्छ त्यो ठ्याक्क हुँदैछ एकछिन अब खाइन्छ एउटा